अर्ग्यानिक 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 भाइरल न्युरो स्याङ्जा नगरपालिका वडा नम्बर 1 बस पार्क एरियामा। ल यहाँ विष्णु पँधेरा दाईको पनि एक छाक लगभग भयो। पहिलो ठाउँ टिपेको ल दुईटाको चाहिँ उति नै भयो। यता टिप्ने अनि कति हुन्छ हेर्नु जलुको। ल भाइरल न्युरो बस पार्क एरियामा आउनु खानु भन्दा नि अझै आउनुहुन्न। यहीँ नजिक भएको बासिन्दाहरू स्याङ्जाका आउनु हैन। र भाइरल न्युरो ल हेर्नु त अर्ग्यानिक। ल ए भाले यता पोथी यस्तो हुन्छ पहाडी क्षेत्रमा है। यो जलु पनि थुप्रो हुन्छ। ल्याउनु यहाँ लाउनुहोस् खाना टिप्नु ल्याउनुहोस्। यो सुइरो यहाँ ल्याउनु। बिहान बिहान मर्निङमा ट्याक्क आज 30 गते 2083 2 महिना 30 गते ल्याउनु। न्युरो टिप्दा पनि हैन स्पेसल्ली पसिना सर्रै आउँछ। ल ले काँडा त्यो उल्टो काँडा हो दाइ त्यता होइन यसरी हो त्यसरी। ल काँडा नि कोप्छ ज्ञानी। अब आज चाहिँ स्पेसल फुल खाइयो है। यहाँ भान्जी घर ट्याक्क फुल पनि खाइयो। न्युरो पनि स्पेसल यहाँ जोत्तै भयो है। आज फुल खाने कार्यक्रम जम्मा खाने हो नि। यसले टोइलेट बहुत साफ गर्छ है स्पेसल्ली। पसिना पनि आछ है। मर्निङ वाक पनि गरिन्छ र यता टिप्दा पनि पेटको कब्जेट जति स्वा है नि कब्जेट जति है। ल पेटको कब्जेटलाई एकदम राम्रो गर्छ है त। जानु र स्याङ्जा भाइरल न्युरो है। यो यहाँ सिस्नोहरू नि छ फेरि कति चाहियो है। यति बसी टन्ने दुई ठाउँ मात्र टिपिन्छ है हामीले। दाइले पनि उहाँ टिपिरहेको त्यहाँ झोत्तै आयो त्यता नि। ल दाइले पनि हाल्दै हुनुहुन्छ। यहाँ भान्जा घर अगाडि कुनैले खान्न नि यो गाउँमा। सुनिल दाइले पनि ल्याउनु भयो चट्ट अर्ग्यानिक न्युरो। र मेरो नि एक झोला भयो बिहा। ल स्पेसल पतेना स्पेसल पुदिना पनि भन्छन्। पुदिना पनि भन्छन्। यो स्पेसल यति मिठो हुन्छ। यो पेटकै काम है यसले। अब गर्मी हैन एकदमै शरीरमा गर्मी बढी भयो भने यसको गरेर जुस खाने। ए यसको खाने है। यो टुप्पोले त्यहाँ मिक्सर ल हाल्यो त्यहाँ गरेर अचार पनि स्पेसल त्यसलाई धेरै फाइदा छ कि। हजुर दाइले यहाँ तुलसीकोमा यहाँ एकदम सुकेको भएर पानी हालिदिनु भएको छ है यहाँ। ल गमलामा यता किस्नेको घर। ल किस्न दाइलाई पनि थाहा हुन्छ है यहाँ। दाइ हजुर घर हामी छौँ। हजुर यहाँ कोही नभएर यहाँ तुलसीहरू यहाँ सेतै थियो। अहिले पानी हालिदिनु भयो है दाइले। तुलसीहरू पनि अब पलाउँछ। ल यही नै धर्म हो सबभन्दा ठुलो है नि दाइ। ल पानी हालिदिनु भयो। हामी यतै लन तुल्छौँ र अर्ग्यानिक पनि छ है। ल दाइको घर। ल यो है तुलसीको उसमा नि हालिदियो है दाइ। ल ओके हेर्नु होला भाइरल न्युरो नि हेर्नु। आफ्नो गाउँ घरको ठाउँ पनि हेर्नु सबै हेर्नु। ल तित्रा छ त नि दाइ यता। ल दाइले अझै पनि कृष्ण दाइको घर पानी सुनिल दाइले त हालिदिनु भयो। यहाँ अझै पनि नयाँ लाएर प्लेट समेत खस्यो। ल हो त्यहाँ हो त्यति राखिदिनु भयो दाइ। ल हो ल पानी हालिदिनु अहिले बाहिर राखिदिनु भयो। तुलसी पनि रुख पात सुकेको कि होइन दाइ हेर्नु त बिचरा हरियो पानी नपाएर। ल दाइले पनि स्पेसल एकदम यो घरको माथि आएर पाउँछ। सुक्खा भयो कि एकदमै। घरमा मान्छे नहुँदा के हुन्छ भनेको यही रहेछ होइन। तुलसीलाई त बचाइदिनु पर्छ। हाम्रो पनि धर्म हो कर्तव्य हो सबैको हो। र हजुरले नि यस्तै धर्म गर्नु होला है त। ल अर्ग्यानिक पनि टिपेर खानु होला। हामी घुम्दै आएको सुनिल दाइले त्यहाँ फर्से मुन्टा टिप्दै हुनुहुन्छ राम दाइको। मकै चाचा र लैजाऊँ न यसो नास्ता खानालाई मात्रै। ल आज राम दाइले पनि मकै सोधिहाल्नु भयो। बाले हेर्नुहुन्छ बाले कराउनु त कराउनुहुन्न। ल एक पोका न्युरो है। ल हेर्नुहोस् एक पोका न्युरो 3 किलो छ। ल भाइरल न्युरो है यो स्याङ्जाको। ओहो ल यस्तरी है खाने। पतेना पनि छ यहाँ। यो पतेना भयो यता न्युरो र पतेनाको अचारसँग स्पेसल। आज भात एक महिना खाने 1.5 महिना खाने भयो एकदमै। ल मकै नै मकै लन्तुङ सुन्दर बस्ती है लम्साल टोल सुन्दर बस्ती। र पुल नयाँ यहीँ भयो यो पारी जाने।
सबै बसहरू गाडी डिलक्सहरू पनि चल्छ है यो पुलको बाटो यसरी जान्छ अब यो भाइरल भयो पैसा आए बाँडेर खाने हो नि त दाइ कुरै छैन ए पुग्छ पुग्छ ल लाने पो केमा लाने त्यसलाई झोत्तो गराउने ल यानी ल दाइले उहाँ फर्से मुन्टो टिप्दै हुनुहुन्छ है मुन्टाहरू कहाँ जानुभयो ए उहाँ हो स्पेसल ल राम दाइले मकै ल मकै आज दिउँसो खानु पर्यो है नि दाइ भुटेर ल यहाँ पतिना नि छ ल्याउनु स्पेसल ल्याउनु पतिना स्पेसल पतिना र मकैका साथ निउरो भाइरल निउरो स्याङ्जाको 1 नम्बर ल यसमा पनि लगभग 5000 लाइक आइदिएको छ होइन हानिदिनु होला सबैले हेर्नु विदेश स्वदेश बस्नेहरू सबैजनाले सबै दाजुभाइ दिदीबहिनीहरू दाइले ल्याउनु भयो स्पेसल फर्सीको मुन्टा आज हात खाली भएन राम दाइले पनि लिनुभयो पतना निउरो है अब नभए यहीँ छ परमाथि होइन ल दाइले ओइ भाइरल टिकटक ल 1 प्लास्टिक है अर्ग्यानिक निउरो छ ल ल ल स्पेसल पतेना समेत फर्सीको मुन्टा सबैलाई भारी पुग्यो आज दङ खानी भयो चौकीतिर अब हो त नि ल भाइरल है निउरो समेत र मेरो पनि 1 प्लास्टिक छ है त निउरो खाने नै हो भाइरल गराउनु नै हो खानु नै पर्छ स्वास्थ्य राम्रो हुन्छ र पतेना पनि यो खोल्टी यहाँ छ है एउटा टुप्पो त देखिएछ यहाँ हस्न लाग्छ र है त ल ओके अर्ग्यानिक खाउँ